सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव आदरणीय लोकबहादुर खड्काज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। त्यसैगरी हामीले निम्ताएका थियौँ सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरीलाई महानिरीक्षक डिआइजी सानुराम भट्टराई सरलाई पनि हामीले निमन्त्रणा गरेका छौँ। सायद उहाँ आउँदै हुनुहुन्छ। अतिथि आसन ग्रहणको कार्यक्रम निरन्तर चलि नै रहनेछ। त्यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी प्रेक्षक एसपी नरेन्द्र बहादुर चन्द्रज्यूलाई पनि हामीले निमन्त्रणा दिएका छौँ। त्यसैगरी वरिष्ठ चलचित्रकर्मी राजकुमार जोशीज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। त्यसैगरी साहित्यकार तथा अनुसन्धानकर्ता आदरणीय हेमन्त विवशज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। त्यसैगरी अतिथि आसन ग्रहणका लागि वरिष्ठ चलचित्रकर्मी सरस्वती खड्काज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु यथास्थानमै। त्यसैगरी अतिथि आसन ग्रहणका लागि वरिष्ठ चलचित्रकर्मी अम्बिका आचार्यज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। त्यसैगरी वरिष्ठ चलचित्रकर्मी उमेश मायालज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। चलचित्र निर्माता वीरेन्द्र सिंहज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। वीरेन्द्र सिंह बेरु अगाडि आइदिनु होला, रोज अगाडि बस्ने। त्यसैगरी चलचित्रकर्मी मेघा भट्टज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। त्यसैगरी तपाईँ हामी लोकप्रिय कलाकार वरिष्ठ देउडा गायिका आदरणीय दिक्रा देवी बागेज्यूलाई सम्मान व्यक्त गर्दै अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। दिक्रा देवी बागेज्यू सबैजना ताली चाहिँ बजाइदिनु होला नि है। त्यसैगरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनका लागि चलचित्र पत्रकार सङ्घ कैलालीका संस्थापक अध्यक्ष आदरणीय पुष्पराज जोशीज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। त्यसैगरी एसटिएस सिनेमा हल धनगढीका सञ्चालक तथा प्रतिनिधिज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। एसके सिनेमा हल पहलमानपुरका सञ्चालक तथा प्रतिनिधिज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। देउडा प्रतिष्ठानका अध्यक्ष सुरत राउत डोटेली कान्छा तथा प्रतिनिधि हुनुहुन्छ भने अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। सुदूरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष अवेश कुमार चन्द तथा प्रतिनिधि हुनुहुन्छ भने म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। राष्ट्रिय सङ्गीतकर्मी सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष नील गगन सिंह तथा प्रतिनिधि हुनुहुन्छ भने म आसन ग्रहणका लागि आग्रह गर्छु। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेशका अध्यक्ष भीमविष्टज्यू तथा प्रतिनिधि हुनुहुन्छ भने अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिमका अध्यक्ष सङ्गत चौधरी अर्थात् प्रतिनिधि हुनुहुन्छ भने म आसन ग्रहणका लागि आग्रह गर्छु। देउडा संस्कृति संरक्षण प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंह तथा प्रतिनिधि हुनुहुन्छ भने म आसन ग्रहणका लागि आग्रह गर्छु। राणा थारू कलाकार मञ्चका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। राणा थारू समाजका अध्यक्ष तथा प्रतिनिधिज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। त्यसैगरी अतिथि आसन ग्रहणका लागि नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य आदरणीय योगेन्द्र बलायरज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। उहाँको पनि आगमन हुँदैछ। त्यसैगरी नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष आदरणीय भरत शाहज्यूलाई म अतिथि आसन ग्रहणका लागि अनुरोध गर्दछु। अगाडि आइदिनु होला भाइ, शिक्ष अगाडि। त्यसैगरी पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउबाज्यू म देखिरहेको छैन। उपाध्यक्ष अथवा प्रतिनिधि कोही हुन्छ भने म आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका सभापति मनमोहन सोहार तथा अन्य प्रतिनिधि कोही हुनुहुन्छ भने म अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। प्रेस सहकारी नेपाल सुदूरपश्चिम प्रदेशका महासचिव आदरणीय भानुभक्त आचार्यज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। त्यसैगरी प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशका महासचिव तेजराज भट्ट अथवा अन्य प्रतिनिधि कोही हुनुहुन्छ भने आसन ग्रहणका लागि आग्रह गर्छु। प्रेस युनियन नेपाल प्रेस युनियन कैलालीका सभापति आदरणीय सीताराम ओझाज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। सीताराम ओझा सर। त्यसैगरी प्रेस सहकारी नेपाल कैलालीका अध्यक्ष जनक विष्टज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष सुरेन्द्र ताप्रकाज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु।
मान्य मन्त्रीजीको एकदम समय व्यस्तताका कारण अलिक छिटो चाहिँ यो आसन ग्रहणलाई जोड्छौँ। त्यसै गरी आसन ग्रहणका लागि राष्ट्रिय समाचार समिति सुदूरपश्चिम प्रमुख टिकाराम सुनारज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। टिकाराम सुनार सर, त्यसै गरी माननीय मुख्यमन्त्रीज्यूका प्रेस समीक्षक आदरणीय डम्बर पन्ज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। त्यसै गरी धनगढी लेडी जेसिस वर्ष 2026 का अध्यक्ष आदरणीय पार्वती भट्ट जोशीज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। त्यसै गरी ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल सुदूरपश्चिम अध्यक्ष अमिता कुँवर तथा प्रतिनिधि हुन्छ भने म आसन ग्रहणका लागि आग्रह गर्छु। पत्रकार महासङ्घ कैलालीका उपाध्यक्ष विकास गोसाईजीलाई देखिरहेको छु, आसन ग्रहणका लागि आग्रह गर्छु। अघि मैले पूर्व उद्घोष गरेको थिएँ, जनकजीको आगमन भएको छैन। सायदै प्रेस सहकारी नेपाल कैलालीका सचिव दिनेश विष्टज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु, म देखिरहेको छु। त्यसै गरी अतिथि आसन ग्रहणकै लागि म नवजीवन सहकारी संस्थाका सञ्चालक समिति सदस्य आदरणीय कोपिला कुँवरज्यूलाई अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। त्यसै गरी अतिथि आसन ग्रहणकै लागि साहित्यकार तेज पुरुषज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी चलचित्र प्राविधिकमा लामो समयको अनुभव छ आदरणीय उत्तम थापा सरलाई पनि म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। त्यसै गरी चलचित्रकर्मी शोभा भट्टज्यूलाई पनि म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्छु। र यहाँ अतिथिहरू धेरैजना हुनुहुन्छ, सायद अलिक छुट्नु भएको छ कि भनेर एकछिनपछि मैले निरन्तरता दिनेछु। माननीय मन्त्रीजीको कार्यव्यस्ततालाई मध्यनजर गर्दै यतिखेर कार्यक्रममा उपस्थित अन्य सम्पूर्ण कलाकार, कथाकार, साहित्यकार, गीतकार, सङ्गीतकार, नृत्यकार, नाट्यकार, गजलकार, मुक्तकार, कवि, लेखक, समालोचक, विश्लेषक, निर्देशक, निर्माता, छायाकार, सम्पादक, गजलकार, विद्यार्थी, बौद्धिक व्यक्तित्व, शिक्षाविद तथा सम्बोधन गर्न छुटेका सबै महानुभावहरूलाई पनि म यथास्थानमा आसन ग्रहणका लागि आग्रह गर्छु। र पर्यटन व्यवसायी माया प्रकाश भट्टज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्छु। माया प्रकाश भट्टज्यू, उहाँकै अगाडि नाम थियो, त्यही भएर म बिस्तारै आएको थिएँ। त्यसै गरी देउला प्रतिष्ठानका कोषाध्यक्ष धनसरा साउज्यूलाई म अतिथि आसन ग्रहणका लागि आग्रह गर्दछु। र विभिन्न मिडियामा आबद्ध भएर हाम्रो समाचार सङ्कलनका निमित्त हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाउनुहुने सबै पत्रकारज्यूहरूलाई एकमुष्ट रूपमा यथास्थानमा आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। यथास्थानमा आसन ग्रहणका लागि यस कार्यक्रमको समन्वयका रूपमा, सहकारीका रूपमा रहेको चलचित्र पत्रकार सङ्घ कैलालीका उपाध्यक्ष रमाचन्द्रज्यूलाई यथास्थानमा आसन ग्रहणका लागि आग्रह गर्छु। रमाचन्द्रज्यू, कोषाध्यक्ष यमुना साउज्यू, सहसचिव भेकेराज अवस्थीज्यू यथास्थानमा आसन ग्रहणका लागि आग्रह गर्छु। सदस्य वीरेन्द्र सिंहज्यू, सावित्री जोशीज्यू, राज चौधरीज्यू, कमल साउज्यू, रक्षा बागचन्द्रज्यू र महेन्द्र चौधरीज्यू यथास्थानमा आसन ग्रहणका लागि आग्रह गरे। र जेडी एसोसिएट्स काठमाडौँका अध्यक्ष दिनेश भण्डारी हुनुहुन्छ, जसले यो कार्यक्रममा समन्वयात्मक भूमिका खेलिरहनु भएको छ, उहाँलाई पनि यथास्थानमा आसन ग्रहणका लागि म आग्रह गर्दछु। अब अन्य अतिथिज्यूहरू यहाँ आउनु भएको छ, तर नाम आएन भन्ने पनि लागेर होला। दोषीजीको के अरे मन्त्रीजीको व्यस्तताले मध्येर आएर छुट्याउँछु, एकछिनपछि फेरि रिपिट गर्नेछु। र ढिला नगरिकन नै आजको कार्यक्रममा राष्ट्रिय गानलाई जोड्छौँ र सबैजना प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत सहभागी सबैजना राष्ट्रिय गानमा सरेक भइदिनका लागि म हार्दिक अनुरोध गर्दछु। विपिन
सम्पूर्णमा धेरै धेरै धन्यवाद। अब ढिला नगरिकनै आजका कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण महानुभावहरूलाई स्वागत गरिदिनका लागि चलचित्र पत्रकार सङ्घ कैलालीका उपाध्यक्ष आदरणीय रमाचन्द्र म्यामलाई आग्रह गर्दछु। सम्बन्धित व्यक्तित्वहरू अलिकति पानीको प्रभाव पनि परेको जस्तो देखिरहेको छु मैले, र हामीले चाहिँ सङ्ख्यात्मक भन्दा पनि गुणात्मक रूपमा चाहिँ यो कार्यक्रमलाई कसरी उपस्थिति गराएर सफल पार्न सकिन्छ भन्ने उद्देश्यले विशिष्ट व्यक्तित्वहरू जो चाहिँ कला साहित्य र चलचित्रसँग सम्बन्ध राख्नुहुन्छ, जसले सङ्घर्ष गर्नुभएको छ, जसले आफ्नो जीवन व्यतीत गर्नुभएको छ कला संस्कृति भनेर, उहाँहरूलाई चाहिँ निमन्त्रणा गरेर आजको यो छलफल सफल पार्ने हाम्रो जमर्को हो। खास गरी यो कार्यक्रमको उद्देश्य पनि अलिकति म यहाँलाई अलमल छ भने पनि अलिक क्लियर गर्न चाहे। हामीले चाहिँ सुदूरपश्चिम चलचित्रमा कहाँ छ त, यसको अवसर के छ, चलचित्रको कला संस्कृति साहित्य चलचित्र सँगसँगै जुन जोडिएर आउने विषयवस्तुहरू अवसर छ भने किन पाउन सकिएन, चुनौती के छन्, त्यो ग्याप कहाँनिर रह्यो, नीतिमा छ अथवा अवसरमा, यी सम्पूर्ण यावत कुराहरूमा हाम्रा प्यानल छलफलहरू पनि हुनेछन्। आज 2वटा प्यानल छलफलहरू, त्यसै गरी भोलि पनि यो कार्यक्रमले निरन्तरता नै पाउनेछ र यहाँहरू सम्पूर्णलाई यति भन्दै हार्दिक स्वागत गर्न चाहन्छु। धन्यवाद। यो महत्त्वपूर्ण कार्यक्रमको उद्घाटनका निमित्त माननीय मुख्यमन्त्रीज्यू, त्यसै गरी माननीय मन्त्रीज्यू, त्यसै गरी उपकुलपतिज्यू, पत्रकार महासङ्घ अध्यक्षज्यू, सबैलाई धेरै धेरै धन्यवाद छ। यो कार्यक्रमलाई सम्बोधन गरिदिनका निमित्त आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिरा सार्कीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यो आम संसारको आम नीति पनि पास भएको थिएन। आम नीति पास गरेर आम संसार विधेयक अलि विधायक समितिमा छलफलका लागि गएको छ, त्यहाँबाट पास भएर अगाडि बढ्न सक्छ। त्यसै गरी थुप्रै कुराहरूमा मैले धेरै गरेर त भन्न सकिँदैन, तैपनि यो क्षेत्रमा, यो चलचित्रको क्षेत्रमा अहिलेसम्ममा भएको र सम्पूर्ण यहाँहरूबाटै त्यो सुझाव आएर मैले त्यो क्षेत्रलाई पनि अगाडि सिमाउनुपर्छ। अलिकति भए पनि त्यसमा बजेट छुट्याइएको छ र त्यो अगाडि बढ्छ। यहाँहरूको चाहिँ जुन यो प्रयास छ यो एकदम महत्त्वपूर्ण छ, सफल हुनेछ र आजको जो यसमा चलचित्र सम्बन्धी एकदमै यो अन्तर्क्रिया कार्यक्रम गोष्ठी भनेर राख्नुभएको छ, यसमा महत्त्वपूर्ण कलाकारहरू यो क्षेत्रको भेला हुनुभएको छ। म अलिकति हतारमा भएर अहिले अब कुनै प्रोग्राममा जानुपर्ने बाहिर र म 12 बजे हिँड्नुलाई भनेको थिएँ, अलि ढिलो भयो। फेरि पनि म यहाँहरूलाई हार्दिक त्यसमा स्वागत र तपाईँहरूको यो जुन चलचित्र निर्माणको प्रोग्राम छ यो एकदम सफल हुनेछ। सुदूरपश्चिमबाट पनि हामीले महत्त्वपूर्ण त्यस्ता कलाकारहरूलाई जोडेर अगाडि बढ्ने कुरा यहाँहरूको म आन्तरिक मामला कानुन मन्त्रालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट एकदम शुभकामना दिन चाहन्छु। यसको पूर्ण यो कार्यक्रमको सफलताको पनि कामना दिन चाहन्छु र मेरो क्षेत्रबाट मेरो मन्त्रालयबाट हुने सहयोगका लागि म सदा यहाँहरूको साथमा रहने प्रतिबद्धता पनि गर्न चाहन्छु र साथै मैले आजका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्रीज्यूले पनि यस क्षेत्रमा चासो दिएको छ। आन्तरिक मामलाको कुनै काममा पनि म
मैले उहाँसँग छलफल गरेर अगाडि बढाउँछु र तपाईँको यो हाम्रो हिमाली गाउँपालिकाको लामपाटा रानीशैल भन्छ त्यसमा भएको अहिले कुरालाई त्यहाँको हाम्रो महत्त्वपूर्ण आय आर्जन हुने कुरालाई दोस्राले लुटेर लिइरहेको अरूले अरू प्रदेशमा गइरहेको हामीले त्यसलाई आफ्नो नियन्त्रणमा नलिन सकेको अवस्था त्यहाँ सुरक्षा नभएर अहिले दुईटै सशस्त्र प्रहरी बल चाहिने जनपदको पनि स्थापना भएको छ। त्यहाँ कामहरू अगाडि बढ्दैछ। छलफल गरेर हामीले त्यसमा बजेट हालेका छौँ र बजेट पनि मैले मुख्यमन्त्रीजीलाई भनेको छु बजेट त्यहाँको पर्याप्त हुने गरी त्यहाँ सेना प्रहरी त्यो हाम्रो सशस्त्र प्रहरी र जनपदलाई पर्याप्त बस्ने ठाउँ र त्यहाँको हाम्रो यो क्षेत्रको जुन स्रोत हो त्यो स्रोतको उचित मूल्य हामीले बाहिर दिँदाखेरि पनि लाग्ला हुम्लाले लाग्ला कर्णाली प्रदेशले लाग्ला तर हाम्रो यहाँ कर तिरेर मात्र जानु पाउने व्यवस्था भयो भने हाम्रो यो सुदूरपश्चिम प्रदेशलाई फाइदा हुन्छ भन्ने कुरा मैले यहाँका माथमा राखेँ। अब म यहाँहरूलाई भनौँ म एकदम खुसी छु किनभने यो क्षेत्रको चलचित्रका सवालमा सानो भए पनि यहाँ मैले केही बजेट छुट्याएँ यहाँहरूकै सुझावमा यसलाई अगाडि बढाउनु भयो भने भोलिको दिनमा यसमा पनि हाम्रो सुदूरपश्चिमको चलचित्र क्षेत्रको विकासका लागि अवश्य पनि सुदूरपश्चिम प्रदेश सरकारले यसमा सहयोग गर्ने छ भन्ने कुरा पनि राख्दै म पुनः यहाँहरूलाई सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै मेरा दुई शब्द यहाँ अन्त्य गर्छु। धन्यवादहरू। धेरै धेरै धन्यवाद माननीय मन्त्रीज्यूलाई। मन्त्रीज्यू मायाको चिनो हामीले साथीहरू मायाको चिनो व्यवस्थापन गरिदिनका लागि आग्रह गरे आउँदैछ सायद। ठिकै छ धेरै धेरै धन्यवाद छ माननीय मन्त्रीज्यूलाई। र चलचित्र कर्मीहरूले अब साँच्चीकै सरकार पनि हाम्रो अभिभावक बन्न थाल्यो है भन्ने खालको अनुभूति गरेका छौँ। यस अर्थमा पनि हामी आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई हृदयदेखि उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ र पुरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। चलचित्र क्षेत्रको संरक्षण प्रवर्धन र चलचित्र कर्मीहरूको हौसला बढाउनका निमित्त अब प्रदेश सरकारले केही न केही ढङ्गबाट चासो दिएको छ भन्ने खालको अनुभूति हामीले गरेका छौँ। यस अर्थमा पनि हामी प्रदेश सरकारलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र माननीय मन्त्रीज्यूलाई मायाको चिनो वितरण गरिदिनका लागि यस कार्यक्रमका सभापति चलचित्र पत्रकार संघ कैलालीका अध्यक्ष विपिन कुमार नागरीज्यूलाई आग्रह गर्छु र मायाको चिनो ग्रहणका लागि माननीय मन्त्री हिरा सार्कीज्यूलाई म आग्रह गर्दछु। सबैजनाले ताली बजाए कसो होला। यति राम्रो कार्यक्रम ल्याइदिनु भएको छ हामी चलचित्र कर्मीहरूका लागि उहाँलाई ताली बजाएरै हामीले सम्मान दिनुपर्छ। हेलो भगवान कसम लिपुले काम्रे हो भगवान कसम लिपुले काम्रे हो दार्चुलाको पश्चिम काम्रे हो भगवान कसम लिपुले काम्रे हो दार्चुलाको पश्चिम काम्रे हो नपत्याए हेर पश्चिम काँकडामा नपत्याए हेर पश्चिम काँकडामा किल्लामै लेखिएको दस्तावेज हाम्रै हो भगवान कसम लिपुले काम्रे हो दार्चुलाको पश्चिम काम्रे हो। यो सर्वप्रथम त यो हामीले चलचित्र पत्रकार सङ्घ गठन गऱ्यौँ केही समय अगाडि 2-3 वर्ष अगाडि। योभन्दा अगाडि यहाँ चाहिँ चलचित्रका गतिविधि नभएका होइनन् भए र द्वन्द्वकालपछि फिल्म र यो साहित्यिक अथवा चाहिँ थारू गाउँमा थारू नाच हुने गर्थे सकिया नाच बड्का नाच रातभरि नाच हुने गर्थे नाटक हुने गर्थे ती सबै बन्द भए। त्यसपछि फेरि त्यो मनोरञ्जनको साधन थियो। त्यसपछि द्वन्द्व सकिएपछि पुनः जागृत भएर केही फिल्महरू केही गीतहरू र केही गीतहरू छायाङ्कन हुन लागे सुदूरपश्चिमको बाटोमा र गीतहरू फिल्महरू नाटकहरू सर्ट मुभीहरू हुँदै अहिले सर्ट मुभीको कुराहरू आइरहेको छ। यो मैले यहाँ किन जोड्न खोजेँ भने यस्तो छरिएर रहेका चलचित्र कर्मीहरू र सङ्घ सङ्गठनहरू त्यो बेला जन्मिने क्रम धेरै हो र यिनीहरूलाई सङ्गठन गर्न र यहाँको चाहिँ यो सङ्गठित गरेर यहाँको चाहिँ कलाकारहरूको साहित्यकारहरूको यहाँको चाहिँ दृश्यहरू चलचित्रका माध्यमबाट गीतका माध्यमहरूबाट दृश्यहरू छायाङ्कन गरेर अन्तर्राष्ट्रिय स्तरमा यो यहाँको चाहिँ पर्यटन प्रवर्धन गर्नलाई महत्त्वपूर्ण योगदान पुगोस् भनेर र चलचित्रका चलचित्र कर्मीका हकहितलाई उजागर गरोस् भनेर हामी चलचित्र पत्रकार सङ्घ गठन गरेर यहाँ चाहिँ
सुदूरपश्चिममा पहिलोपटक हामीले चलचित्र पत्रकार सङ्घ गठन गऱ्यौँ र चलचित्र पत्रकार सङ्घ गठन गरेपछि हामीले पहिलो पटक हामीले यहाँका चलचित्रकर्मीहरू साहित्यकारहरूलाई राखेर हामीले थोरै आफ्नै पैसा उठाएर हामीले चाहिँ चलचित्र पत्रकार सङ्घले खिर खाने कार्यक्रम आयोजना गरेर एकचोटि हामीले चाहिँ सानो साहित्यकारहरूसँग जमघट गरेका थियौँ। त्यहाँबाट हाम्रो स्थापित भएको यो चलचित्र गत वर्ष हामीले चाहिँ एकदम ठुलो यसै हालमा एकदमै ठुलो सिनेमा संवाद गऱ्यौँ, जहाँ चाहिँ सिनेमाका माध्यमबाट हामीले सुदूरपश्चिमको पर्यटन प्रवर्धनका साथै यहाँका कला साहित्य सङ्गीतलाई कसरी उजागर गर्न सकिन्छ भन्ने हेतुले हामीले त्यो एउटा ठुलो कार्यक्रम गरेका थियौँ। त्यसका साथसाथै अहिले हामीले विभिन्न सानसाना कार्यक्रम गर्दा गर्दै प्रदेश सरकार खास गरी माननीय मुख्यमन्त्री नेतृत्वको प्रदेश सरकारले चाहिँ प्रदेश सरकार गठन भएको 9-8 वर्षसम्म पनि चलचित्र विधामा कुनै पनि गतिविधि भएन, कुनै पनि बजेट छुट्याइएन सरकारी तलबाट र 8औं वर्षमा आएर कमल बहादुर शाह नेतृत्वको सरकारले प्रदेश सरकारले जुन चलचित्र कर्मीहरूका लागि भनेर केही बजेट छुट्याएर ल त कार्यक्रम गर्नुपर्छ, यहाँको गतिविधिहरू उठान गर्नुपर्छ, चलचित्रका हक हित र मुद्दाहरूलाई चाहिँ एकीकृत गर्नुपर्छ भन्ने हिसाबले जुन यो चाहिँ बजेट छुट्याउनु भयो, त्यसपछि चाहिँ अलिकति हामीलाई पनि आशा लागेको छ। हामी चलचित्र कर्मी भएपछि मात्र हामी चलचित्र पत्रकारहरूले उहाँहरूका पीडाहरू लेख्न सक्छौँ, हाम्रो पनि विधाको संरक्षण हुनसक्छ भन्ने हेतुले जुन हामीले चाहिँ प्रदेश सरकार अन्तर्गत हामीले पनि खुवाउने गरेर यो बजेट फ्रिज गइसकेको थियो धन्यले र उहाँहरूले पनि ल ठिक छ, अब यो चाहिँ हामीले चाहिँ यहाँको कला साहित्य सङ्गीतलाई कसरी उजागर गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ यो कार्यक्रम अन्तिम चरणमा आएर भयो। केही यहाँमा गल्ती कमजोरी भयो होला, म चलचित्र प्रकाशनको संस्थापक अध्यक्षका हैसियतले र चलचित्र रङ्गकर्मीको हिसाबले पनि र पत्रकार कर्मीहरूको हिसाबले पनि यहाँहरूलाई चाहिँ यो कुरा जानकारी गराउन चाहन्छु। यसै क्रममा म थोरै यहाँ कुरा के राख्न चाहन्छु भने अहिले माननीय मन्त्रीजी हुनुहुन्छ, यहाँ विभिन्न विधाका सङ्घ सङ्गठनहरू हुन्छन्, तर यो मध्य प्रदेशमा चाहिँ चलचित्र विकास बोर्ड गठन भइसकेको छ। प्रत्येक प्रदेशले चलचित्र विकास बोर्ड गठन गर्ने एउटा चाहिँ गर्न सक्छ, तर यहाँ चाहिँ सुदूरपश्चिममा अहिलेसम्म त्यो कुनै सुरुवातै भएको छैन। चाहिँ पूर्वमा तपाईँको चाहिँ कोशी प्रदेशले पनि चलचित्र विकास बोर्ड गठन गर्नका लागि अध्ययन सुरु गरेको छ। मध्य प्रदेशमा चलचित्र विकास बोर्ड गठन भइसकेको छ, अनि लुम्बिनी प्रदेशमा पनि चलचित्र विकास बोर्ड गठन गर्नका लागि चाहिँ अध्ययन सुरु भएको छ, तर सुदूरपश्चिममा अहिलेसम्म भएको छैन। यो पहिलोपटक आज चलचित्र विकास बोर्ड गठन गर्नका लागि कस्तो नीति ल्याउने, कसरी अगाडि बढ्ने भनेर प्रारम्भिक छलफल पनि यहाँ भएको छ। यसलाई स्वागत ठान्नुपर्छ। सुदूरपश्चिमको चलचित्रका क्षेत्रमा रहेका सम्पूर्ण व्यक्तित्वहरू वा पर्यटन व्यवसायहरू कसरी जोड्न सकिन्छ, चलचित्रका माध्यमबाट हरेक सेक्टर हरेक क्षेत्र कसरी जोड्न सकिन्छ र एकअर्कासँग त्यसको सम्बन्ध गाँच्न सकिन्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको जस्तो लाग्छ मलाई। चलचित्र पत्रकारले खास गरी चलचित्र भनेको एउटा सबैले मनोरञ्जनको माध्यम मात्र बुझेका छन्, मनोरञ्जन मात्र होइन, त्यसले के मेसेज दिन खोजेको छ, त्यसले इतिहासको बारेमा हो कि कलाको बारेमा हो कि संस्कृतिका बारेमा हो कि यी कुराहरू जसरी बाट आउँछन् त्यसलाई नै ती कुराहरूलाई आम कलाकारसँग, जनतासँग र आम पब्लिकसँग, आम त्यो क्षेत्रसँग जोड्ने काम चाहिँ पत्रकारहरूले गर्दछन्। खास गरी मफसलमा यस्ता धेरै पत्रकारिता क्षेत्रका बिटहरू छैनन् भनेको त्यही मात्रै समाचार लेख्ने, स्वास्थ्यका, शिक्षाका, खेलकुदका, चलचित्रका। तर पनि हामी केही समयका सुदूरपश्चिमको राजधानी धनगढी भएको कारणले यो क्षेत्रमा हामी अहिले स्वास्थ्यको बारेमा पनि केही लेख्ने, कलाको बारेमा पनि लेख्ने, चलचित्रको बारेमा पनि केही लेख्ने हामीले चाहिँ साथीहरू हुनुहुन्छ। उहाँले एउटा जमर्को गरेर एउटा आन्तरिक मन्त्रालयले अघि भनिसक्यो 10-8औं जति साथ दोस्रो सरकार पनि लगभग अब 1.5 वर्ष बाँकी छ। त्यो अवस्थामा एउटा यो क्षेत्रका लागि अघि कुरा आइसक्यो, यो सिनेमा त्यो हाम्रो चलचित्र विकास बोर्डका कुरा छन्, यी धेरै कुराहरू छन्, भन्न सकेका छैनन्।
आम जनतासँग जोडिने आम सबैसँग जोडिने विषयहरूलाई चाहिँ प्राथमिकतामा नराख्नु र आफ्ना सेवा सुविधाका बारे मात्रै कर्मचारीका सेवा सुविधा मात्रै जनताका आवश्यकता के हुन् जनताको माग के हो जनतालाई केले कुरामा अलिकति त्यसलाई सहजता पार्छ यो क्षेत्रको सिनेमासँग यो चलचित्र विकास बोर्ड भइदियो भने यस क्षेत्रका पर्यटकीय क्षेत्रको उजागरदेखि लिएर पर्यावरणको कुरादेखि धेरै कुराहरू जोडिन जान्छन् र यी क्षेत्रहरूमा जस्तै अघि अध्यक्षले प्रस्तुत पनि गर्नुभयो यी क्षेत्रमा धेरैवटा सिनेमाहरू सुटिङ पनि भएका छन् खप्तरको कुरा छ मालिका छ रामारोसन छ यो हाम्रो नजिकै रहेको बारसिङको झुन्डभरको शुक्लाफाटा छ यी धेरै छन् अझै त्यसबाहेकका पनि क्षेत्रहरू छन् त्यो हामीसँग जोडेको भए चलचित्रसँग जोडेको भए हामी यो क्षेत्रमा अझै धेरै सञ्चारकर्मी साथीहरू समाचार लेख्ने गरेको भए ती कुराहरूमा पनि बाहिर आउँथ्यो भन्ने मलाई लाग्दछ। तालमा ताली गरेर साथ दिनु होला मुखबाट मादल बोलाउँछु है त ताली गरेर होला यो चौधरी आइटमको मादल हुन्छ मुखैबाट है सकेको तालमा यो चाहिँ एउटा आइटमको बज्यो योभन्दा छिटो बेग्लै बच्छ चौधरी आइटमको मात्र ठ्याक्कै तालमा ताली गरिदिनु होला है यो चाहिँ अर्को आइटमको बज्यो योभन्दा बेग्लै अर्को आइटमको बच्छ कटाएर बज्छ कटाएर बज्यो भने झन् बेग्लै बज्छ हेर्नुहोस् है यो चाहिँ कटाएर बज्यो अब अरू त बत्थ्यो बिग्रेको पनि बज्छ कस्तो छ बिग्रेको माल कि खरी झरेको माल खरी झरेको पनि बज्छ मुखैबाट हेर्नुहोस् है खरी झरेको चाहिँ हो भने ताली एकचोटि सर बजाइदिनुहोस् त धेरै धेरै धन्यवाद। त्यसै गरी नाख्नेबाट गिटार सारङ्गी सबै बच्चा हेर्नु गिटारमा 6वटा तार हुन्छ नि यो त नाख्ने बच्चे गिटारका तार चस्मा खोल्नै पर्ने थियो गिटार बनाउँदाखेरि यी नाख्नै बच्चा लास्टको तार बजाउनु यो लास्टको तार बिचको मोटो तार बेग्लै बच्चा यी अब तपाईँले यसो गर्दा सिकाउनु आउँछ मेरो गिटार बच्चे बिबिसी नेपालको टोनमा जाउँ अब हाम्रो पत्रकार नै हुनुहुन्छ आयोजक भनेपछि त बिबिसीको च्याङ्बा च्याङ्बा डम्फुले आएर क्या भन्छ जाउँ कता जाउँ बिबिसीको टोन नाखैबाट बच्चे मेरो त यो बिबिसी नेपाली सेवा हो बिबिसी नेपाली सेवाको दिउँसो पखबाट दिपेन्द्र ओलीको नमस्कार। कलाकारहरूलाई कसरी एकतर्फ बनाउने र कलाकारलाई हेर्ने जो दृष्टि छ सरकारको यहाँ मात्रै हामी सुदूरपश्चिममा मात्रै भन्दैनौँ हाम्रो देशैभरि कलाकारलाई हेर्ने दृष्टिले अर्कै देखिन्छ। कलाकार भनेपछि जो कलाकार गहना हो भनेर हामी भनिराख्दा उनले पाउने मान र सम्मान पाइराखेको देखिँदैन। अहिले हामी कलाकारहरू यहाँ धेरै छौँ धेरै विधाबाट धेरै तरिकाबाट कलाकारहरू उत्पन्न भइराख्नु भएको छ। उहाँको लागि जो तपाईँहरूले यो गरेको प्रयास छ यो प्रयास तपाईँहरूले राम्रोसँग संवाद गरेर आफ्ना अधिकार र हकहरूलाई कसरी एकबद्ध बनाएर हामी सरकारमा जान सक्छौँ सबभन्दा पनि हामी एक हुन अति आवश्यक छ। हामी एक भएर जो संवाद गर्दै हुनुहुन्छ संवाद गर्ने बेला सम्पूर्णले राम्रोसँग छलफल गरेर सरकारमा पुर्याउनुहुनेछ र हजुरहरूका यी समस्याहरू पनि सरकारले सुन्नुहुनेछ भन्ने म पूर्ण आशा गर्न चाहन्छु। साहित्य कला र संस्कृतिको सम्पदाको प्रकटीकरण हाम्रा कलाकारज्यूहरूबाट हुन्छ। अभिनयमा मुभीमा फिल्ममा नाटकमा विभिन्न
पर्दा र पर्दा बाहिरका मञ्चहरूमा ती कलाहरू जीवन्त रूपले प्रस्तुत हुन्छन्। त्यो काव्य हुन्छ, सङ्गीत हुन्छ, गीत हुन्छ, लोक भाका हुन्छ, विभिन्न हिसाबले प्रस्तुति हुन्छ नि। त्यसले हामी सबैलाई तमाम व्यवधान र चाहिँ समस्याका बावजुद एकछिन मनोरञ्जन दिन्छ। कला संस्कृति र साहित्यको क्षेत्रबाट हामी सबैलाई तरङ्गित हुने अवसर प्रदान गर्छ। आज यो कार्यक्रममा प्रबुद्ध कलाकारज्यूहरूले आफ्नो क्षमता, कला र अभिनय पनि पेश गर्नुभएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद। हाम्रो प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन क्षेत्र पनि पर्दछ। पर्यटन क्षेत्रहरूको समृद्धि र विकासको लागि साहित्य, कला र संस्कृति 9 मासु जत्तिकै जोडिएको हुन्छ। हामीले धेरै कामहरू गर्न भ्याएका छैनौँ, तर यस विधामा पनि संस्कृति, कला र साहित्यलाई अगाडि ल्याउनको लागि पर्यटन क्षेत्र र कलाकारहरूलाई एकै ठाउँमा ल्याउने, मेला महोत्सव र विभिन्न क्रियाकलापबाट त्यसलाई चाहिँ उद्घाटित गर्ने, प्रस्फुटित गर्ने र आम समुदायमा त्यसलाई चाहिँ पस्कने क्रियाकलाप हामी गर्छौँ। त्यसका लागि सम्पूर्ण कलाकारज्यूहरू, यहाँ उपस्थित मान्यजनहरूप्रति हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। मायाको सिलो ग्रहणका लागि म वरिष्ठ चलचित्रकर्मी सरस्वती खड्काज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी मायाको सिलो ग्रहणका लागि त्यसै गरी मायाको चिनो ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। र यही बिचमा चलचित्र पत्रकार सङ्घ, मैले अघि अध्यक्षजीलाई सोधेदेखि चलचित्र पत्रकार सङ्घले के गर्छ भनेर पनि क्वेसन गरेको थिएँ। र अझ विशेष गरी त्यो क्षेत्रलाई नियमन गर्ने सन्दर्भसँग जोडेर यो कार्यक्रमलाई अगाडि बढाउन खोजिएको छ। यो पाटोको आफ्नै विशेषता पनि छ र तपाईँ हामीलाई थाहा छ कि चलचित्रको विकासका सन्दर्भमा धेरै कुरा मैले भन्नु पर्दैन। हामी अघि भर्खर एकजना हाम्रो थारू सांस्कृतिक गायककारजीले भन्नुभयो, थारू भाषामा गाउनु पनि भयो। गाउँमा पहिला रामलीला भन्ने हुन्थ्यो, नाटकहरू मञ्चन हुन्थे, नौटङ्कीहरू पनि हुन्थ्यो। हामीले गाउँघरमा हिँड्छौँ, हाम्रो बाल्यकालमा त्यसलाई प्रत्येक समयमा त्यो हेर्न पाउँथ्यौँ हामी र त्यसको आनन्द लिन्थ्यौँ। र समयको विकाससँगै हरेक कुरालाई पर्दामा उतार्ने र कलाकारले आफ्नो कला प्रस्तुत गरेर त्यही कुरालाई पर्दामा उतारेर सबैतिर त्यसलाई पुगाउने जुन जमर्को गरेर त्यो जमर्कोका लागि अझ बढी नेपाली समाजमा चलचित्रको जसरी विकास भएको छ यसलाई हामीले कम आकलन गर्नु हुँदैन, यसलाई कम महत्त्व दिनु हुँदैन। यद्यपि हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा हेर्ने हो भने त्यो प्रतिस्पर्धामा त्यो उचाइमा प्रविधिको विकाससँगै यसलाई जोड्न सकेका छैनौँ, लिन सकेका छैनौँ। तर चलचित्रको कुरा गर्दै गर्दा सुदूरपश्चिममा भएका विभिन्न पर्यटकीय स्थल, धार्मिक केन्द्र लगायत हाम्रा पुरातात्विक विषयहरूलाई पनि जोडेर त्यसलाई पनि उजागर गर्ने र राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा त्यसको महत्त्वका बारेमा, त्यसको पहिचानका बारेमा पनि सबैलाई जानकारी दिलाउने सन्दर्भमा पनि चलचित्र आफैमा महत्त्वपूर्ण विषय हो भन्ने हामीलाई लाग्छ। र त्योसँग जोडेर अगाडि लिने सन्दर्भमा सरकारले गर्ने सहयोग, सपोर्ट सधैँभरि गर्नेछ भन्ने पनि म यहाँलाई विश्वास दिलाउन चाहन्छु। जहाँसम्म चलचित्र विकास बोर्डका कुराहरू छन् त्यो कुराहरूलाई पनि भोलि संवादका मार्फत, छलफलका मार्फत त्यसलाई पनि भोलिका दिनमा सरकारले अगाडि बढाउनेछ, यो जानकारी राख्न चाहन्छु। जहाँसम्म हाम्रो अघि हाम्रो देउडा र थाडी भाका दुईटा
विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा गाइने दुईटा गीतहरूमा जुन आफ्नो भाषाले आफ्नो स्वरले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा त्यो दुईटा ठाडी भाका र देउडालाई अझ उचाइमा पुर्याउने जुन काम गर्नुभयो हाम्रो डिग्रावादीजीले, साँच्चै उहाँ सम्मानको भागीदार हुनुहुन्छ। उहाँलाई हामीले सम्मान गर्नुपर्छ। तर त्यो भन्दै गर्दा उहाँले भनेको जस्तो कि कसैले चिन्दैन कि भन्ने होइन। हामीले गत वर्ष मात्रै उहाँलाई प्रज्ञा प्रतिष्ठानले केही रकम, मलाई ठ्याक्कै थाहा छैन, 50,000 जस्तो लाग्छ, रकमसहित उहाँलाई सम्मान गरेको छ र त्यस्तै अरू कलाकारहरूलाई पनि सम्मान गरेको छ। त्यो निरन्तर भोलिका दिनमा अगाडि बढ्नेछ भन्ने पनि म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। त्यस कारणले यो कला साहित्य संस्कृति क्षेत्रसँग जोडिएका ती स्रष्टा साहित्यकारहरूलाई सम्मान गर्दै यो समग्र कुराको विकास सम्वर्धनका लागि पनि प्रदेश सरकार अगाडि बढ्नेछ भन्ने पनि विश्वास दिलाउन चाहन्छु म यहाँहरू सबैलाई। र जहाँसम्म पत्रकार महासङ्घका अध्यक्षजीले केही कुराहरू राख्नुभएको छ, मैले यसमा धेरै भनिनँ। मैले केही प्राविधिक त्रुटिहरू भएका छन् बजेटका सन्दर्भमा। अब त्यो त्रुटिहरूलाई तपाईँहरूले कसरी व्याख्या गर्नुहुन्छ, कसरी विश्लेषण गर्नुहुन्छ, त्यो तपाईँहरूले गर्ने कुरा हो। यसमा म योभन्दा बढी नबोलौँ। तर एउटा कुरा म भन्न चाहन्छु यहाँहरूलाई कि यो प्रदेशका सन्दर्भमा अथवा हामीले जुन ठाउँबाट आफ्नो भूमिका निर्वाह गरिराखेका छौँ त्यसमा भूमिका निर्वाह गर्ने सन्दर्भमा कसैको दोष बढी होला, कसैको कम होला। हामीले के चाहेका छौँ, हामीले कस्तो प्रदेश बनाउन चाहेका छौँ, हामीले कस्तो कानुनको निर्माण गर्न चाहेका छौँ, हामीले उपलब्धिका रूपमा के चिजलाई अगाडि बढाउन चाहेका छौँ भन्ने कुरा पहिला हामी सबैले सोच्न जरुरी छ। यदि हामी सबै व्यक्तिवादी भएर जाने सोचका साथ अगाडि बढ्ने हो भने यो प्रदेश 1 जना 2 जना 3 जना, यो मुलुक 2-4 जनाले मात्रै हिम्मत गरेर सुध्रिनेवाला छैन। यो सबैले बुझ्ने कोसिस गर्नुपर्दछ भन्ने मेरो आग्रह छ तपाईँहरूलाई। म यो कुरा किन जोड्दैछु भने अहिले सङ्घमा पनि 2/3 सरकार छ र सङ्घीय सरकारले गरेका क्रियाकलापका बारेमा पनि म धेरै कुरा तपाईँहरूका बिचमा राख्न चाहन्न। तर जबसम्म हाम्रो सोचमा परिवर्तन हामी ल्याउन सक्दैनौँ, जबसम्म हामी हाम्रो मानसिकतामा परिवर्तन ल्याउन सक्दैनौँ, तबसम्म हामीले, तपाईँले, हामीले, समाजले, युवाले यो प्रदेशले चाहेको अनुसारको विकास समृद्धिका कुराहरूमा हामी समयअनुसार गति लिन सक्दैनौँ। यो कुरा हामीले बुझ्न जरुरी छ। र निश्चित रूपमा भोलि बजेटका सन्दर्भमा प्रदेश सभामा छलफल हुने नै छन्। पत्रकार साथीहरूले त्यो हिसाबले कुरा राख्नु नै हुनेछ। र म भागेर अथवा लुकेर म बस्ने छैन। हरेक कुराको जवाब दिन म तयार छु। त्यस कारणले मेरो सबै साथीहरूलाई आग्रह छ, अनुरोध छ, निवेदन छ, तपाईँ हामी सबै सकारात्मक बाटोबाट, सकारात्मक दृष्टिकोणबाट त्यो सोचलाई अभिवृद्धि गर्दै अगाडि बढौँ। हामी साँच्चै यो प्रदेशलाई राम्रो बनाउन सक्छौँ, समुन्नत बनाउन सक्छौँ, समृद्ध प्रदेश बनाउन सक्छौँ। र त्यसका लागि पनि म यहाँहरू सबैलाई निवेदन गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु। त्यो सँगसँगै हरेक सेक्टरको विकास हुने क्रममा यो चलचित्र क्षेत्रको विकास पनि हुनेछ भन्ने मैले विश्वास लिएको छु। र धेरै नराम्रा कुराहरूलाई त्याग्दै सकारात्मक बाटोमा राम्रा कुराहरूका पछाडि लाग्ने सन्दर्भमा प्रदेश सरकारका हिसाबले, म मुख्यमन्त्रीको हिसाबले सधैँभरि तपाईँहरूको त्यो विचारसँग म सहमत छु, त्यसलाई सम्मान गर्दछु भन्दै यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिँदै म आफ्ना भनाइहरू यही अन्त गर्दछु। नमस्कार, धन्यवाद, जय। धेरै धेरै धन्यवाद। र यसै गरी मायाको चिनो ग्रहणका लागि म माननीय मुख्यमन्त्रीज्यूका प्रेस संयोजक डम्बर बमज्यूलाई मायाको चिनो ग्रहणका लागि आग्रह गर्छु। त्यसै गरी लवदेव भट्टज्यू र यसपछि हामी यो उद्घाटन सत्रलाई चलचित्र विकास तथा नियमन
विशेषज्ञसँग छलफल यो कार्यक्रमका प्रमुख अतिथि आदरणीय माननीय मुख्यमन्त्री कमल बहादुर शाहज्यू, त्यसै गरी वन तथा पर्यटन मन्त्रालयका सचिव दीर्घनाथ सरज्यू र त्यसै गरी प्रज्ञा प्रतिष्ठानका उपकुलपति र त्यसै गरी नेपाल पत्रकार महासङ्घ प्रदेशका अध्यक्षज्यू र त्यसै गरी सम्पूर्ण वरिष्ठ कलाकार र कार्यक्रममा उपस्थित हुनुभएका साथीभाइहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु। जुन आज हामीले गत वर्षभन्दा यो वर्ष सरकारसँग सहकार्य गरेर एउटा सिनेमा क्षेत्रको विकासका लागि र निर्माणका लागि जुन एक खालको खाका पूर्ण गरिरहेका छौँ, यो 2 दिनसम्म चल्ने कार्यक्रममा आज विशेष केन्द्र चलचित्र विकास बोर्डको स्थापना दिवस रहेका कारणले गर्दाखेरि काठमाडौँबाट केही विशेषज्ञ चलचित्र कर्मीहरू आउन सक्नु भएन। उहाँहरू भोलि पुग्नुहुन्छ र त्यसै सेरोफेरोमा यो चलचित्र सम्बन्धी नियम लगायत अन्य कुराहरू पनि हुनेछन्। र खास गरी म यहाँनिर के जानकारी गराउन चाहन्छु भने जस्तै मुख्यमन्त्री फर्स्ट टाइम हुँदाखेरि उहाँले नै पर्यटन वन तथा पर्यटन मन्त्रालयको पर्यटन इकाइमा कला भाषा संस्कृति र सिनेमा सम्बन्धी उहाँले चाहिँ 60 लाख रुपियाँ छुटाउनु भएको थियो। त्यो समग्रमा अब विविध कारणले त्यो खासमा नियमका कुराले गर्दाखेरि त्यतिखेर फिल्म निर्माणको कुराहरू पनि हुन सकेन र सुदूरपश्चिममा थुप्रै कलाकारहरू छन्। सुदूरपश्चिमले थुप्रै कलाकारहरू जन्माएको छ, जुन केन्द्रमा पनि अहिले सुदूरपश्चिमका कलाकारहरूले राम्रो भूमिका गरिरहेका छन्। तर स्थानीय स्तरमा फिल्म निर्माण हुन नसकेको अवस्था छ। यो अवस्था पनि खासमा यसका पनि थुप्रै कुराहरू छन्। कुनै समयमा थारू फिल्म लगायत अन्य फिल्महरू बन्ने गर्थे, तर फिल्म चल्नका लागि चुनौती हुन्थ्यो। त्यस कारणले पनि यो कार्यक्रममा ठुलो छलफल हुनेछ र अब यो समग्रमा हेर्दाखेरि थुप्रै समस्याहरू छन्। यी समस्याको बुदाका हिस्सामा हामीले टिपोट गरेर एक प्रकारको प्रतिवेदन बनाइसके पश्चात मन्त्रालय पनि बुझाउनेछौँ र समग्र साथीभाइ बिचमा पनि छलफल गर्नेछौँ। र यति भन्दै यो आजको उद्घाटन सत्र सम्पन्न भएको जानकारी गराउँछु। नमस्कार।